यो ठुलो वृक्षमा एउटा बन्ने बङ्गला धेरै मुखहरू भएकोले उहाँलाई बङ्गलामुखी। उहाँ अष्ट सिद्धि अष्ट ज्ञान त्यसको देवताहरूको ज्ञानले प्राप्त र शक्तिले गर्न नसकेको कुरामा मानसिक विचरण आउने कुराहरूको लागि चाहिँ माता साक्षात् बङ्गलामुखीको रूपमा आएर गर्नुभएको यो पावन स्थलमा आज आउन पाएको छु। मलाई मनपर्ने ठाउँ मध्येमा पनि पर्छ यो स्थल। एकदम धार्मिक आध्यात्मिक र यहाँ यो ललितपुरमा यो पाटन यो एरिया भनेको वास्तवमै यो तन्त्र ज्ञान आध्यात्मिक एउटा धरोहर यो कुराहरूले एकदमै भरिएको ठाउँ हो नि यो।